वेलकम टु साई फलफुल भ्लग। अब हामी चाहिँ वालिङवडा नम्बर 2 मा रहेको मोहन कृषि फार्ममा हामी जाँदैछौँ। म र कमल ब्रो जाँदैछौँ। के छ? ठिक छ, गर्मी छ, घाम छ, बढी लाग्छ। त्यही पनि हामी उहाँले अब उहाँको कृषि फार्ममा गएर के उब्जाउनु भएको छ आफ्नै बारीमा गाउँघरमा सर हामी हेरेर तपाईँहरूलाई पनि देखाउँछौँ। हामीले त्यहाँ गएर अब हामी चाहिँ निस्किन लाग्यो अब बाइकमा क्रस फायर छ होइन याबजेटी ल चाहिँ घरमा चाहिँ हिँडिसकेको छौँ। हामी चाहिँ यो घर त मुनतिर हो हामी। ल है गाइज, अब हामी पनि देवेन्द्र राणा भ्लगको घरनिर आइपुगेका छौँ। हुनुहुन्छ उहाँले चाहिँ हामीलाई देख्नु भएको छैन है। अब एकैचोटि देख्नुहुन्छ है। हामी चाहिँ गयो है। ल है गाइज, हामी चाहिँ सिद्धार्थ हाइवेमा आइसकेका छौँ। अब हामी चाहिँ यहाँ हावा हाल्छौँ बाइकमा, टायरमा हावा हाल्नु पऱ्यो। भर्खरको हामी युट्युबे हुन्। हावा हाल्नु पऱ्यो, यसमा हावा चाहिँ छैन। अनि आलम मोटर साइकल वर्कसपमा हावा हाल्दैछौँ। भाइले हावा हाल्दैछ है। हजुर पनि यहाँ वरिपरि हुनुहुन्छ भने हाम्रो यो आलम मोटर साइकल वर्कसपमा आएर बाइकहरू चेक गर्नु होला, सर्भिसिङ गर्नु होला। फाइनल्ली हामी हावा भरेर टायरमा हावा हालेर हिँडिसकेका छौँ। के भएर छ कमल टायरमा? एउटा समस्या लिकेज भएको छ, काटी बिजी रहेछ सानो किल्ली किल्ली अझै ठिक ठाउँमा आयो। फेरि दौरान बेला चाहिँ फेरि हाल्नु पर्ने यसलाई हालिराख्नुपर्छ यसलाई चाहिँ। ल है गाइस, हामी चाहिँ शीतल नगर आउनु लागिसक्यौँ है। यतातिर चाहिँ ज्योतिषहरू दर्शन राष्ट्रिय ज्योतिष। यतातिर हाम्रो शीतल खाजा घर, सबैले मन पराउनु भएको शीतल खाजा घर। ल फाइनल हामी केदारनाथ मन्दिर अटिसकेका छौँ। यहाँ वरिपरि ग्यारेजहरू गाडी बस है काठमाडौँ जाने। हुनुहुन्छ हाम्रो कमल बस्ने, राम्रो ड्राइभ गर्नुभयो। हाम्रो वालिङको बोर्ड हुन्छ हामीले। हामी चाहिँ राममाछा बजार पुगिसकेका छौँ। है गाइज, राममाछा बजार है। फाइनल्ली हामी 83 मा चाहिँ हामी दाहिने लागेर फेरि यहाँ त लेफ्ट लागिन्छ है। मोहन कृषि फार्ममा पुगिन्छ आज हामी। त्यहाँ के रहेछ त हाम्रो मोहन कृषि फार्ममा के गर्नु भएको रहेछ होइन। हामी हजुरलाई देखाउन गइरहेका छौँ। यहाँ भित्री बजार है, धेरै राम्रो छ यहाँ भित्री बजार पनि 83 को। हरियाली छाडै मकैहरू यतातिर छ। ल है गाइज, यस्तै भिडियो हेर्नको लागि चाहिँ साई फलफुल भ्लगलाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। हजुरहरूले माया गर्दा गर्दै हामी चाहिँ अलि हाम्रो सब्सक्राइब लाइक बढे हामी अझै माथि पुगिन्छौँ। ल है ल पानी पर अलिअलि हिलो भएर चाहिँ यहाँदेखि चाहिँ नाच्तिर उक्लिन्छौँ। हामी चाहिँ माथि छप्राक, यो सिमल चौका र माथि छप्राक भन्ने ठाउँमा यो चाहिँ छप्राक हो। हामी हिँडेको चाहिँ उता पारी, यो चाहिँ मनशङ्करको भिर है। चक्क माथि देउराली भिर हुन्छ होइन यसलाई, देउराली भिर भन्छ अरे। कति रमाइलो सर रमाइलो छ गाउँ चाहिँ। नानी छ रमाइलो एउटा सर कहानी छ अरे यहाँ चाहिँ मस्तेहरूको। त्यो पहाड छ लगभग 50-60 घर तलतिर घर छ। यहाँ चाहिँ भनौँ न पानी पर्दाखेरि नि यहाँ चाहिँ एउटा ढुङ्गा खस्ने डर छैन क्या, डर छैन, अहिलेसम्म खसेको रेकर्डै छैन अरे क्या। यस्तो यहाँ चाहिँ यस्तो भिड छ है। योभन्दा मुन्तिर चाहिँ गाउँहरू छ, तर अहिलेसम्म यो ढुङ्गा खसेको छैन अरे यहाँ चाहिँ। त्यति ढुक्क भएर बस्छन् मान्छेहरू। टक्क उता पारी चाहिँ उता धौखोला भन्ने छ, हो त्यहाँबाट भित्र जाने त्यो डाँडा मुनि। त्यो चाहिँ मेरो गाउँ है। कहिले दिन हामी त्यता पनि गइन्छ।
हामी झन् चाहिँ यता तलतिर यो मास्तिर बाटो छ, हामी झन् यता तलतिर मोहन कृषि फर्ममा जाने बाटो चाहिँ यो। तर सल्लाह घारीहरू चाहिँ सर र रमाइलो बस्नुलाई टक्क लाग्यो छ अरे। अब अगाडि गर्दै आउँछु फेरि। ल बाटो हेर्नु त, बाटो यो हिलोले गर्दा यस्तो हिलो छ, मिस्टेक भयो भने चाहिँ नोटिँदैन मजाले, यस्तो हिलो छ बाटो। सर र त्यो चाहिँ सिमल चौतारा भन्छ त्यसलाई चाहिँ, त्यो सिमल चौताराको बजार हो सर र उहाँ तल। ए यो चाहिँ सिद्ध बाबा साबुन उद्योग वालिङ 2 स्याङ्जा अरे फोन नम्बर, कन्ट्याक्ट नम्बर त्यहाँ त चाहिएमा। यता नि पहिला चाहिँ गाउँघर केही पनि थिएन यता, अहिले चाहिँ टन्नै प्रशस्तै घरसर बनेको रहेछ यता। धेरै पछि आइयो, 13-14 वर्ष पछि आइयो चाहिँ यो ठाउँ चाहिँ। पहिल्यै सानसानोमा हिँडेको, त्यसपछि चाहिँ छुट्टो भएको आएको, किनकि मेरो गाउँघर चाहिँ यतै हो। त्यही भएर यतै भन्दा त अलि यहाँ उता खोला भन्ने ठाउँमा, त्यही भएर यो बाटो उचाउन आइन्छ। अहिले चाहिँ आइएको छैन नि त, धेरै पछि आइयो देखियो। यो चाहिँ मन्दिरै, जाँदा जाँदा बाटो एउटा मन्दिर पनि रहेछ। बाटो अप्ठ्यारो रहेछ। उहाँ बिचरा यस्तो घाममा त बजाइले मकै खाँदै हुनुहुन्छ, ऊ कति घाम भयो होला त्यहाँ। ए तलतिर बाटो यस्तो छ खराब। त्यो बाटो चाहिँ पारी बाटो चाहिँ धौखोला जानु मिल्छ है, त्यो बाटो चाहिँ त्यो पनि मिल्छ, त्यो पनि मिल्छ पारीको बाटो। बाटो यस्तो अप्ठ्यारो छ, म यस्तो हिँडिराख्नुपर्छ बाइक चाहिँ। ए हान्न आयो हामीलाई चाहिँ, यसले दौडियो हामीलाई हान्न आएको या त्यसले सातो गयो यार, पछि आएको यार दौडिँदै यार। हो बाटो यस्तो, त्यही माथि गाईले त लक्ष्मी भनेको त झन् उता चाहिँ टक्क लाएर भैँसी र के अरे गाईहरू, गाई गोरु बाख्रा टक्क लिएर चराउनु गरेर लिएर आएको हुन्छ। चरेर आइसक्यो यसले नि हाम्रो हान्न छ होला, यसले चाहिँ के छ थाहा भएन। डर चाहिँ लागिरहेको छ है हामीलाई, बाजे आउनु चाहिँ फेरि। बाटो चाहिँ लास्ट दुःख रहेछ है, यस्तो बाटो रहेछ। बाटो चाहिँ पानी परेर सबै बिग्रेको छ यो चाहिँ, लास्ट रहेछ है बाटो। मोहन कृषि फर्ममा आउने बाटो चाहिँ गाह्रो रहेछ गाइज। पारीको बाटो चाहिँ ठिक छ है, फेरि त्यो बाटो चाहिँ राम्रो छ, यो घाटो गाह्रो रहेछ। अहिले चाहिँ फाइनल्ली मोहन कृषि फर्ममा आइसकेका छौँ। सर र उहाँ यस्तो मजाले काँक्रा साक्रा लगाएको छ, काँक्राहरू सबै ऊ मजाले। यसरी उसको घर चाहिँ यहाँ अलि अगाडि गरेर मास्तिर जाने हो। टक्क हामी चाहिँ अहिले आइयो मैथाले ल्याउनुको यस्तो बाटो धन्नै। ए यो चाहिँ टक्क मोहन कृषि फर्म चाहिँ यो है चाहिँ उहाँले सर लगाउनु भएको रहेछ। यो पुरै काँक्रा हुँदो रहेछ नि त, काँक्रा है चाहिँ सबै यस्तो मजाले लानुभएको। लोकल भक्तपुरे काँक्रा अरे यो चाहिँ, लोकल भक्तपुरे काँक्रा हुन्छ। यी काँक्रा पनि फल्यो रहेछ। अलि टिप्दै बेच्न पनि जाने, हिजो मिर्दीतिर नै आएको बेच्न उहाँ चाहिँ। यो चाहिँ हाम्रो 70 रुपियाँ किलो छ अरे है, होलसेल 70 रुपियाँ किलो छ अरे। सर र यस्तै मेहनत बढी छ, यो घाममा कम देखाउँछ यो टाउ कहाँ हान्छ घामले पनि। सर र ए सर र उहाँ लाएर टिपी भ्याछन्, कुनै फल्दैछ। सर र ऊ आँसम्म रहेछ, तलैसम्म रहेछ। बाँदरहरू सधैँ नआउँदो रहेछ क्या, अन्त आउँछ होला। यहाँ बस्ने ठाउँ होला नि यो, फेरि टक्क लगाएर टक्क महेशले चाहिँ भरमा गरिराख्नु छ है के कस्तो भइसक्यो भनेर। पहिलो वर्ष नै आउँदाखेरि 2 वर्ष गर्नुभयो, 1 वर्ष चाहिँ यहाँ गरेर एकदम राम्रो थियो, बेसरी फलेको थियो। अर्को वर्ष त चेन्ज गरेर अर्को पारी दाना थियो, अनि फेरि यहाँ ल्याउनु भएको थियो। ए पहिला पनि गरिराखेको छ। साग पनि लाग्नु रहेछ, लोकल साग रहेछ। ए यो चाहिँ उसको सामान राख्ने कटेज जस्तो चाहिँ हाम्रो मोहन अङ्कलको यो दबाई सेर्किने भयो। ए काँटा साटा जोख्ने बोरा क्यारेटहरू सबै यहाँ रहेछ। ए साग पनि कति मजाले लगाएको रहेछ। ए हरियो छन् यो साग, टक्क मासुसित आधी किलो मासुमा पकाएर खाँदा त ओहो धेरै मजा आउँछ। ए साग पनि राम्रो भएको छ, सरर रहेछ सागहरू चाहिँ। घाँसपाला चाहिँ पलाएको छ है सर र वहीँसम्म रहेछ सागी, सर र वहीँ भित्रसम्म रहेछ। काँक्रा रहेछ, साग रहेछ, पक्कै यस्तरी फला चाहिँ यहाँ काँक्रा चाहिँ
आहा यो नुन खुर्सानीसित यो घाममा बसेर खायो भने त मिठो हुन्छ। कुनै बतुला छ नि सर र फल्नेवाला छन् उता थुप्रै छन् काँक्रा चाहिँ यहाँ यो लाइनभरि काँक्रै काँक्रा छ सर र वहीँसम्म छ मासतिर भयो थुप्रै रहेछ। यहाँ तल पनि के हो काँक्रो लगाएको त होला यहाँ तल नि यो रेडी भएकै छ। अब यहाँ चाहिँ के रोप्ने है ठ्याक्क यो चाहिँ टक्कै माथिको बारी रहेछ। अब यो बारीमा चाहिँ म छिर्छु सर र काँक्रोहरू देखाउँदै सर र गरे जे पनि हुन्छ अरे नेपालमा है त्यो ज्ञान दिएछन् है मलाई। हजुरलाई के दिएछन् मलाई चाहिँ त्यो दिएछन् है सर र यो भित्रभित्र झ्याङमा डुल्न मजा आएको छ कोही बत्तिँदैछ भर्खरै फुल्दैछ फल्दैछ सर र काँक्रा भने यस्तो छ मजाले। तर यहाँ आउँदा चाहिँ एउटा चाहिँ लोकल काँक्रा चाहिँ यो अफ्रिकन काँक्रो पऱ्यो जस्तो माने मैले। यसको अफ्रिकन बिउ पऱ्यो जस्तो छ। यो चाहिँ छुट्टै प्रकारको काँक्रो होला हुन त एउटै छ। यहाँ ठिकै छ कालो छ भने माथि चाहिँ राम्रोवालामा छ। यो के हो यसो भनिदिनु पऱ्यो। एउटा हाँगामा कालो फल्ने अर्कोमा सेतो फल्ने खाले छ। यो मिक्स बिउ भएको होइन कि यो भन्नुपर्दा वास्तविक काँक्रोहरू सर र छ ल कस्तो खालको काँक्रो त कमेन्टमा भनिदिनु पऱ्यो। म यस्तै चाहिँ त्यहाँ बसेर हेरिराख्नु छ काँक्रोहरू सर र रङ्ग लाउँदछ है कोरिया जस्तै भएको छ यो पनि एक प्रकारले कोरिया नै भनौँ न यो नि सर र काँक्रोहरू हेर्दा त थुप्रै छ नि सर हाम्रो उहाँ रामबाछा देखिँदो रहेछ। यहाँ चाहिँ तिरासी पनि देखिन्छ रामबाछा चाहिँ उता तिरासी चाहिँ छेकिँदो रहेछ अहिले। त्यहाँ हाम्रो रामबाछा बजारहरू छप्राकबाटै यहाँ माथि छप्राकदेखि चाहिँ देखिने टक्क हामी फर्किँदैछौँ अहिले सर लाएर। हामी चाहिँ झरेर तलपट्टि बाँसघारीमा आयौँ। यहाँ आउने बेला चाहिँ हाम्रो नास्ता चोरेर खाइदिएको बाँदर गाइजु बाँदर माथि खाँदैछ अझै मुख खुल्ला छ। हेलो मिठो छ ऊ भाग्यो भाग्यो उता भाग्यो है हाम्रो देखेर बाँदर पनि देखियो मजा आयो बाँदर टक्कै ठाउँ शीतलो रहेछ आनन्द आएर बस्ने ठाउँ जस्तो रहेछ यहाँ चाहिँ टक्क लाग्यो चौपारी। यहाँ कोही डेटिङ गर्न चाहनुहुन्छ भने यहाँ आएर बस्नु है शीतल हावा खाएर गफ गर्दै बस्नु आनन्द ठाउँ छ सर। एकछिन चाहिँ हामी नै पनि बस्ने कुरो अवस्था आइसक्यो यहाँ बसौँ भन्नु छ अवस्था ल सर र हामी नै बस्नु एकछिन यहाँ सर एक दुई घन्टा यहीँ बोलिन्छ हामी त्यसपछि हामी चाहिँ हिँड्नुहुन्छ यहाँ हाम्रो बाइक चाहिँ हिलो हिलो भएको छ सर र अब हामी त्यहाँ गइन्छ है माथि ल काँड उक्लिने हाटो कस्तो आनन्द आइसकेको छ मजादै रमणीय छ म त जान्दैन बाघ चलाउनु त बाघ त बाघ हो म पनि त्यही बाघ चल्छ जान्दैन। ल हामी चाहिँ एकछिन यहाँ भुलिन्छ है त ल गाई चाहिँ म यस्तै चाहिँ यो तान्नुहोस् है खेल्ने चिज हो भने तान्नुहोस् है मलाई चाहिँ हुन्न भनिरहेको छु यत्रो लामो छ खेल्ने चिज भन्दा तान्नु छ धेरै रिक्स छ। यहाँ औसेलीको झ्याङ त्यसमाथि तलतिर हुन्न राजा हुन्न 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 त्यो त खेल्ने कुरा होइन नि त्यसलाई खेल्ने कुरा भन्दैन नि राजा। धान त धान्छ होला त्यहाँ रोकिन मिल्दैन नि यसले त्यहाँ त अल्दैन त्यहाँ चाहिँ रोकिँदैन क्या रोकिन्छ भन्ने कुरो चुड्नु चुड्दैन होला माथि चाहिँ त्यसको कहाँ उस चाहिँ के हो खेलेर आउनु भयो खेलेर आइसक्नु भयो उता गएर आइसक्नु भयो मलाई मास्तिर देखाउने क्रममा ल फर्किन आउनु मजा आएर के खेल्न यस्तो औषधि घाँस चाहिँ फेरि यहाँ गयो भने त गयो नि फेरि निस्किमा अब घरतिर चाहिँ यता ल यो के हो ल यसको बारेमा भनिदिनु त। यसलाई चाहिँ चिन्नु भएको छ कि नै होला यसलाई चाहिँ कण्ठकारी भन्छ क्या हाम्रो घरतिर होइन यसलाई चाहिँ यसको चाहिँ अलिक पाकेपछि क्या पहेँलो हुन्छ नि त भइसकेको छ। दाँत दुखेछ भने त्यो हामीभित्र यो गेडा छ नि त्यो गेडा चाहिँ कपासमा हालेर बत्ती बालेर त्यसको दाँत धुवा हुन्छ नि त दाँतमा पाऱ्यो भने चाहिँ यसको चाहिँ किराको एकदम दबाई है यो एकदम दबाई हो है। किनकि मेरो भाइलाई चाहिँ यस्तै गरेर चाहिँ अहिलेसम्म नभए 10-12 वर्ष भयो दाँत दुखेको छैन क्या त्यस्तो औषधि छ यो दाँतको चाहिँ
सर हो यो बियालाई चाहिँ कपासको उसमा हालेर भिजाउने अनि आगो बाल्ने अनि त्यसपछि कपासलाई चाहिँ तेलमा उस गरेर बोल्नु पर्यो नि त धुवा पुत्ताउनु पर्यो त्यसलाई यसको धुवाले चाहिँ किरा मार्छ है किरा मार्छ ल नभए चाहिँ ट्राई गर्नु होला होइन टक्क पाकेपछि हुन्छ अलिक पाक्न पऱ्यो भने अझै यो पियालो भन्छ अझै पियालो हुन्छ यसको चाहिँ यस्तो यस्तो काँडा हुन्छ बुटो चाहिँ यही यस्तो हुन्छ हरियोमा चाहिँ यस्तो हुन्छ बल राम्रो देखाउँछ सर र पाकेपछि चाहिँ यस्तो दबाई चाहिँ एक नम्बर दबाई यो चाहिँ हामीले रियलली नै एकदम गरेर थाहा भयो रियलमा चाहिँ यो उसै गरेर थाहा पाएको अरे एकचोटि आफूले चेक गरेपछि थाहा भएको न त यसै भनिँदैन हामीले ल भाँदर उहाँ बाटा नि हिँड्छ देख्नुभयो ओ यहाँ आइज ल उता उता गर्छ झन् त्यो हामी गयौँ भने त भएको छ के हार्छ है त ल कमल के भन्छ जस्तो खेल्नुलाई यसलाई बन्जी जम्प त्यहाँ खेलेको थियो भने कमल चाहिँ यहाँ खेल्न पाएको छ है बन्डी जम्प जस्तै भनेछ कमलले हेरौँ खेल्छ खेल्दैन हेरौँ है अब अझै म खेलेको छैन यसको के छ कन्डिसन त्यो पनि थाहा छैन अब हामी चाहिँ यहाँ त्यहाँ झुन्डिन्छु कतिको धान्छ है त ल है ल जे नि सक्छ फेरि भर पर्नु त एकचोटि हल्लाउँछु मैले है मजा भएको छैन होइन म खेलेको देखेर हाम्रो महेश दाइ पनि खेल्छ भन्नु त एकचोटि ल हजुरले धान चाहिँ गाड्छ है धान है महेश दाइलाई धान चाहिँ धान है एकदम होसियार साथ है फेरि यस्तो चाहिँ नगर्नु होला कसैले चाहिँ यस्तो ट्राई चाहिँ नगर्नु होला भर हुन्न लोट्न सकिन्छ हामी चाहिँ यहीँ भएको भएर यत्तिकै कस्तो हुन्छ भनेर चेक गरेको मजा भयो ल बन्जी जम्पको फिल आयो सानसानो यस्तो खेलिन्थ्यो अरे खुब अहिले त्यही भएर यस्तो खेलम सानोको याद आएर खेलेको यस्तो चाहिँ कसैले नगर्नु है लोटियो भने खुट्टा सुट्टा भाँच्छ है यस्तो चाहिँ यहाँ लोटियो भने चाहिँ खुट्टा मर्किने केर्ने हुन्छ है ल हामी चाहिँ यहाँ हिँड्यौँ अब हामी चाहिँ उता बालिङतिर गएपछि तपाईँलाई देखाउँछौँ है त ल अल चाहिँ यहाँ टक्क 83 बजार है हामी 83 महेश दाइको मामा घर अहिले यता ए गर्मी भएर प्रायः फेन्टा खानु लाग्यो है हामीले चाहिँ गर्मी भएर है त्यही भएर फेन्टा खानु लाग्यो उता माथि गएर आएको हामी चाहिँ अब यहाँ गएर आएको हो माथि चाहिँ मनसिङकोट ल गर्मी भयो भाइ है हामीले यो यता चाहिँ हाम्रो मामाले चाहिँ यहाँ चाहिँ करेला प्याक गर्नु होइन मा यता हेरिदिनु एकचोटि यतातिर फर्सी यतातिर यो लौका यतातिर चाहिँ कति किलो भयो मामा यो 20 किलो ल 20 किलो यतातिर लोकल काँक्रा भक्तपुरे है यहाँ रेट छ है खुद्रा बिक्रीमा प्रति केजी रु 5 थप लाग्ने छ है 2022 साल 2 महिना 1 गतेको है यो 83 कृषि फर्म है होइन